सधैँभरि जीवन्त रहनको लागि उहाँहरू पनि हाम्रो साथमै छौँ भनेर आफ्नो केही शब्द राखेर बिदा मागिसक्नु भएको छ। उहाँलाई अन्तर्हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। राम्रै मान्छे निकालिदिनु पर्यो नि। समन्वय समितिको तर्फबाट हाम्रा आजको व्यक्तित्वलाई प्रदान गरिने उपहारहरू एवं शुभकामनाका केही सामानहरू बाँकी रहेको हुनाले सावित्री भण्डेलज्यूलाई प्रदान गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर सहयोगी बचत सेवा केन्द्रको तर्फबाट आदरणीय हाम्रा श्री गोपाल प्रजापतिज्यूलाई हामीले 82वटा अन्डाको सगुन दिने कार्यक्रम छ। 82 वर्षको शुभ अवसरमा 82वटा अन्डा सगुन दिने कार्यक्रम भएको हुनाले हाम्रा ज्येष्ठ सदस्य आदरणीय श्री गोपाल प्रजापतिज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। टिका लाउनुमा भाग्य मानेर सबै खुसी भएको हुँदो त्यसो होइन। सबै भाग्य मान्नु भएको कस्तो कुरो मलाई आशिष दिनु है। होइन म त घरैबाट ल्याएर आएको। यहाँ आशिष त लिनै बाँकी छ। हुनुहुन्छ नि कहिलेको मन्दिर तल मनबाट आशिष दिसी है मैले। सगुन दिने कार्यक्रम